आज फङ्सन्स हेरौँ ल फङ्सन्स भनेको के हो सर हजुर हजुर सर हजुर सुन्नु भएको छैन मैले बोलेको हजुर हजुर भन्नु न मेरो आवाज आएको छैन हेलो सर हजुर आवाज आएको छैन मेरो मैले हजुरको आवाज नसुने हो कि आइरहेछ सर ओके ओके सुन्नु न एकैछिन स्टार्ट नगर्नु न जस्ट 5 मिनट किन मेरो भिएस कोड ओपन भइरहेको छैन कि एकैछिन जस्ट थ्योरीहरू हेर्दै गर्छौँ नि त हल्का सुरुमा कन्सेप्टहरू ए सुन्दै ओके गर्नु न आज फेरि नयाँ के अरे फाइल बनाउनु भएको हो मैले चाहिँ नयाँमा गरेँ ए डेट भनेर फङ्सनको लागि हो नि आज चाहिँ हजुर हजुर ओके ल फङ्सन्स भनेको के भन्नु त फङ्सन भनेको एउटा ब्लक अफ कोड जसले कुनै भ्यालु रिटर्न गर्छ अथवा गर्दैन भन्दाखेरि अब हाम्रो कुनै रियुजेबल टास्कहरू पर्फर्म गर्नु पऱ्यो भने चाहिँ अथवा कुनै रियुजेबल ब्लक अफ कोड छ भने चाहिँ त्यसलाई फङ्सनमा राखेर अब कल गरेर रियुज गर्न मिल्यो होइन नर्मली भन्दाखेरि फङ्सन इज अ रियुजेबल ब्लक अफ कोड that performs a specific task फङ्सनको सिन्ट्याक्स के होला त डाटमा कसरी डिफाइन गर्ने फङ्सन फङ्सन किवर्ड युज गरेर फङ्सन किवर्ड हुँदैन नि त्यो जेएसमा चाहिँ हुन्छ त्यसमा यसमा त रिटर्न टाइप भयो सुरुमा फङ्सनको अनि त्यसपछि फङ्सनको नेम के छ त्यो भयो प्यारेन्थेसिसमा अब प्यारामिटर्सहरू छ भने प्यारामिटर्सहरू पास गर्दा भयो अनि यहाँनिर चाहिँ अब जुन हाम्रो फङ्सनको कोड छ त्यो चाहिँ आउने भयो जस्तै एउटा नर्मल फङ्सन भनौँ भोइड भनेको हाम्रो रिटर्न टाइप भयो जसले चाहिँ अहिले केही रिटर्न गर्दैन है भोइड भनेको केही रिटर्न गरेन भने भोइड हुन्छ भोइड रिटर्न टाइप अब फङ्सनको नेम लेख्नु पऱ्यो कुनै जस्तै मैले बिट गरिदिएँ अहिले प्यारामिटर्समा केही छैन अरे सो यसले चाहिँ प्रिन्टमा नमस्ते भनेर प्रिन्ट गरे अब मैले यसलाई रन गरेँ भने के हुन्छ फङ्सन डिफाइन गरेँ अब मैले यो कोडलाई रन गरेँ भने सर केही पनि हुँदैन क्या किन हुँदैन किनकि त्यो फङ्सन कल नै भएको छैन ओके अहिले मैले फङ्सन डिफाइन गरेर यसलाई रन गरेँ भने चाहिँ यसलाई फेरि दिनदिनै गर्नुपर्ने हो क्या
अहिले रन गऱ्यो भने चाहिँ हाम्रो केही पनि रिटर्न गर्दैन है। सो फङ्सनलाई एक्जिक्युट गर्नको लागि चाहिँ अब हामीले फङ्सन डिफाइन गरेर यसलाई चाहिँ कल गर्नुपर्ने हुन्छ। फङ्सनको नेम के छ, ग्रिड छ, प्रेसेस। सो यसरी कल गरेपछि अब हाम्रो फङ्सन एक्जिक्युट हुन्छ है। अब रन गरौँ। अब चाहिँ नमस्ते भनेर प्रिन्ट भयो। मैले यसलाई बाहिर राख्दा नि भयो। सो फङ्सनले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो अब कुनै रिपिटेटिभ टास्कहरू छ भने अथवा कुनै कोडलाई चाहिँ हामीले धेरै टाइमचोटि रियुज गर्नुपर्छ भने चाहिँ त्यो कोडलाई चाहिँ हामीले फङ्सन बनाएर राखिदिने, अनि त्यसलाई चाहिँ यसरी फङ्सन कल गरेर चाहिँ अब हामीले जहाँ जहाँ चाहिन्छ त्यहाँ त्यहाँ चाहिँ कल गरेर रियुज गर्न पाइयो कि। अहिले त नर्मली ल प्रिन्ट मात्र छ, केही भएन। अब अरू कुनै अब लामो कोडहरू छ होइन, सर्टेन अपरेसन्सहरू छ भने चाहिँ यसरी फङ्सन बनाएर अब हामीले कल गरेर चाहिँ त्यसलाई युज गर्न पाइयो कि। सर मेन फङ्सनको तर लेखे पनि डिफाइन गर्नु डिक्लेयर गर्नु पर्दैन है? डिक्लेयर मतलब त्यो सीहरूमा भएको चाहिँ सुरुमा डिक्लेयर गर्ने त्यसपछि डिफाइन गरेर। जस्तै मेन भन्दा माथि लेख्यो भने त डिक्लेयर गर्थ्यौँ हामीले, के अरे डिक्लेयर गर्थेनौ। तल लेख्यो भने चाहिँ डिक्लेयर गर्ने गर्थ्यौँ। के डार्टमा पर्दैन? के पर्दैन, यसमा डिक्लेयर गर्न मिल्दैन क्या। जस्तै यसमा डिक्लेयरै हुँदैन। हुँदैन जस्तो लागेर खै। void main void repeat भयो। डिक्लेयर र डिफाइन एकैचोटि हुन्छ कि यसको। void repeat भनेर यसरी गर्छ होइन सीहरूमा, डिक्लेयर गर्दा चाहिँ डिफाइन भनेर छुट्टै गर्छ होइन। डिक्लेयर र डिफाइन एकै ठाउँमा गर्ने हो कि यसमा चाहिँ। ओके ओके। र फङ्सनको नर्मल कन्सेप्ट बुझ्नुभयो फङ्सन भन्ने के भनेर। यो फङ्सन बुझ्यो सर। यो कलिङ चाहिँ ग्रिड माथि लेख्दाखेरि पनि हुँदो रहेछ हैन सर? हजुर हजुर हुन्छ, माथि लेख्दा नि हुन्छ, तल लेख्दा नि हुन्छ। के हुन्छ भन्दाखेरि सुरुमा प्रोग्राम स्टार्ट हुने भनेको त मेनबाट त हुने होइन। मेनमा आउँछ, अब ग्रिड एक्जिक्युट गरेको हेर्छ, अनि यो ग्रिड चाहिँ कहाँ छ भनेर जान्छ। सो ग्रिड यहाँ जान्छ, अनि चाहिँ फङ्सनमा छिर्यो। अब फङ्सनको के कोडहरू छ त्यो एक्जिक्युट गर्छ, अनि त्यो फङ्सनको कोडहरू एक्जिक्युट गरिसकेर फिनिस भइसकेपछि फेरि अब हाम्रो मेनमै रिटर्न हुन्छ कि। ग्रिड सक्यो, अब त्यसपछि यो तल के कोडहरू छ त्यो चाहिँ एक्जिक्युट हुन्छ कि। सो सुरुमा चाहिँ फङ्सन हामीले अब डिफाइन गर्नु पर्यो फङ्सनले के गर्छ भनेर, अनि फङ्सनलाई अब एक्जिक्युट गर्नको लागि चाहिँ यसरी कल गर्नु पर्यो कि ग्रिड भनेर। के भनेको फङ्सन कल गरेको भए हामीले, यो भनेको फङ्सन डिफाइन गरे भए। यो void भनेको के अरे? रिटर्न टाइप। रिटर्न टाइप जसले चाहिँ के रिटर्न गर्दैन हैन। जस्तै म अर्को फङ्सन बनाउँछु। इन्टिजर सम भनेर रिजल्ट भनेर बनाए। यसले चाहिँ रिटर्न गर्दाखेरि 5 × 5 रिटर्न गरेर
सब युजरलाई कल गरिदियो, यसलाई रन गरिदियो। ए सरी प्रिन्ट गरिदिन्छु म, होइन रिटर्न गरिदिएँ। रिजल्टलाई चाहिँ मैले प्रिन्टमा राखेर रिजल्ट गरिदिन्छु। प्रिन्टमा रिजल्टलाई सो हाम्रो यो फङ्सनले चाहिँ के गरेछ भन्दाखेरि रिजल्ट भन्ने फङ्सन छ, यसले चाहिँ अब हाम्रो भ्यालु रिटर्न गर्छ के। रिजल्ट भन्ने फङ्सन छ, यसले चाहिँ रिटर्न 5 × 5 लाई चाहिँ रिटर्न गरिदिन्छ होइन। सो यसले चाहिँ कस्तो खालको भ्यालु रिटर्न गर्छ भन्दाखेरि इन्टिजर टाइपको। सो हाम्रो रिटर्न टाइप भनेको चाहिँ अब फङ्सनले चाहिँ कस्तो खालको डेटा चाहिँ रिटर्न गर्छ त्यही भनेको हाम्रो रिटर्न टाइप हो कि। सो यो केसमा भनेको हाम्रो 5 × 5 भनेको इन्टिजर डेटा रिटर्न गर्छ। सो मैले रिटर्न टाइप चाहिँ इन्टिजर राखिदिएँ। सो यसले भ्यालु रिटर्न गरेपछि चाहिँ अब हामीले प्रिन्टमा चाहिँ रिजल्टलाई फङ्सनलाई कल गरेर त्यो भ्यालु फेच गर्ने। अनि अब यसलाई एक्जिक्युट गर्यो भने चाहिँ हाम्रो 25 भनेर प्रिन्ट हुनु पर्यो है। तर हाम्रो भोइडको केसमा चाहिँ के भयो भन्दाखेरि यहाँनिर भोइडमा चाहिँ हामीले भोइड भनेको कुनै पनि डेटा रिटर्न गर्दैन भने चाहिँ भोइड राख्ने हो। यहाँनिर प्रिन्ट गरेको छ होइन, तर डेटा चाहिँ कुनै रिटर्न गरेको छैन। जस्तै अब हामीले रिटर्न समथिङ केही गरेको छैन होइन। सो यसले चाहिँ केही रिटर्न गर्दैन कि। सो केही रिटर्न नगर्ने केसमा चाहिँ अब हाम्रो रिटर्न टाइप भनेको भोइड हुने भयो। तर यहाँ चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो इन्टिजर डेटा चाहिँ रिटर्न गर्छ है। रिटर्न भनेर 5 × 5 रिटर्न गरेको छ। सो यसको हाम्रो रिटर्न टाइप चाहिँ इन्टिजर भयो। अनि रिटर्न गरेको फङ्सनलाई चाहिँ अब हामीले यहाँ प्रिन्टमा फेच गऱ्यौँ, त्यो डेटालाई चाहिँ अब हामीले प्रिन्ट गरायौँ है। जस्तै अब 5/2 गऱ्यौँ अरे। सो अब यसको रिटर्न टाइप के हुनु पर्यो हाम्रो, डबल हुनु पऱ्यो। किनकि हाम्रो 5/2 भनेको के रिटर्न गर्छ, डबलमा भ्यालु रिटर्न गर्छ 2.5 भनेर। सो यसको रिटर्न टाइप चाहिँ डबल हुनु पऱ्यो है। यसलाई प्रिन्ट गरौँ। सो यो भनेको 2.5 हो, रिटर्न टाइप भनेको डबल भयो। अब यस्तै गरी स्ट्रिङ रिटर्न गर्छ भने अब स्ट्रिङ राखिदिनु पऱ्यो, या कुनै स्ट्रिङ भ्यालु रिटर्न गर्छ अरे। यसलाई रन गऱ्यो भने अब मेरो स्ट्रिङ भ्यालु प्रिन्ट हुन्छ है। रिजल्ट भनेर यो बुझ्नु भयो रिटर्न टाइपको कुरा। रिटर्न टाइपमा भोइड अथवा अरू कुनै रिटर्न टाइप छ भने चाहिँ भोइडले चाहिँ रिटर्न गर्दैन, अरूले चाहिँ अब इन्टिजर छ भने इन्टिजर रिटर्न गर्नु पऱ्यो, स्ट्रिङ छ भने स्ट्रिङ। सो त्यही अनुसारको चाहिँ हामीले यहाँ रिटर्न टाइप राख्नु पऱ्यो कि फङ्सनको। बुझ्नुभयो? बुझ्यो सर, बुझ्यो। अरूले पनि बुझ्नुभयो? देवरात, आइसा? यस सर, बुझ्यो। मतलब हाम्रो रिजल्ट चाहिँ जेमा प्रिन्ट हुन्छ नि त्यही अनुसारको हामीले चाहिँ रिटर्न टाइप राख्नु पर्यो हैन त? प्रिन्ट भन्दा नि जुन रिजल्ट चाहिँ रिटर्न गर्छ त्यो चाहिँ राख्नु पर्यो क्या। इन्टिजर छ भने अब जस्तै हामीले यहाँ इन्टिजर भयो, प्रिन्ट गरेँ मैले जस्तै ल 5 लाई प्रिन्ट गरेँ। इन्टिजरको केसमा चाहिँ मैले अब रिटर्न गर्दिनँ भन्दाखेरि हुँदैन कि, रिटर्न गर्नै पर्छ। यहाँनिर हामीले इन्टिजर रिटर्न गर्छ भनेर भनेको छौँ नि त। सो यो केसमा चाहिँ हामीले रिटर्न गर्नै पर्छ कि इन्टिजर डेटालाई। स्ट्रिङमा चाहिँ गर्नु परेन? स्ट्रिङमा पनि पर्यो। स्ट्रिङको लागि स्ट्रिङै भयो, अनि त्यसपछि डबलको लागि यदि रिजल्ट चाहिँ डबलमा आउँछ भने त्यही डबल नै भयो हैन?
भोइडमा चाहिँ परेन। भोइड भनेको चाहिँ हाम्रो केही रिटर्न गर्दैन जस्तो भयो होइन। यसमा त अब हामीले प्रिन्ट गऱ्यौँ केही रिटर्न त गरेनौँ नि त, यसले के रिटर्न गर्छ भनेर। भोइडले चाहिँ के रिटर्न फंक्शनले गर्दैन। नल रिटर्न गर्छ कि नै? भोइडले नल रिटर्न गर्छ भोइडमा चाहिँ। हामीले रिटर्न नल गर्न मिल्छ भोइडमा? भोइडमा रिटर्नै गर्न मिल्दैन क्या, नमिल्नु पर्ने। रिटर्न नल फर्म एरर चाहिँ फाल्दैन रहेछ, तर वार्निङ चाहिँ दिइरहेको छ है, नल रिटर्न नगर भनेर। नगरेकै राम्रो। स्पिकर अफ गरिदिनु ल माइक। जस्तै इन्टिजर छ भने अब इन्टिजर भ्यालु रिटर्न गर्ने पऱ्यो क्या। म 6 रिटर्न गरिदिएँ। रिटर्न टाइपको कुरा बुझ्नुभयो देवरात? बुझ्न चाहिँ बुझेँ सर। यो इन्टिजर भयो भने हामीले इन्टिजर हाल्नु पर्यो, स्ट्रिङ हाल्न मिल्दैन त्यस्तै होइन? रिटर्न चाहिँ इन्टिजर नै गर्नु पऱ्यो क्या। ए हजुर। यस्तो हुन्छ जस्तै अब यहाँ हामीले रिजल्ट भनेर फङ्सन डिफाइन गऱ्यौँ होइन। हजुर यो फङ्सन कल गर्दाखेरि चाहिँ यहाँनिर रिजल्ट भनेर यसले चाहिँ अब के रिटर्न गर्छ त्यो डेटा चाहिँ फेच गर्छ कि। जस्तै यो रिजल्ट भयो, हामीले यसमा प्रिन्ट मार्क्स पनि राख्दा हुने हो? हजुर हजुर। के भन्नुभयो? यसको यो कोडमा चाहिँ रिटर्नको काम चाहिँ के भन्नुभयो तपाईँले? रिटर्नले चाहिँ भ्यालुलाई रिटर्न गर्ने काम गर्छ कि। जस्तै यहाँनिर अब मैले यसको रिटर्न टाइप इन्टिजर छ होइन। यसले चाहिँ अब इन्टिजर डेटा रिटर्न गरे, अहिलेलाई मानौँ 6 रिटर्न गरे अरे। ए रिटर्न भनेको प्रिन्ट जस्तै हो? होइन भ्यालु रिटर्न गर्छ कि। जस्तै यहाँ हेरेँ इन्टिजर रिजल्ट इज इक्वल टु गरेर रिजल्ट भन्ने फङ्सनलाई कल गरेर RESULT रिजल्ट के सकिएन आउनु पर्ने। ए सर बुझेँ यो कोड। ए नेम एउटै भएछ, बुझ्यो होइन? हजुर हजुर। रिजल्ट भन्ने फङ्सन डिफाइन भयो, यसले चाहिँ हाम्रो 6 रिटर्न गर्छ। हजुर। त्यो जुन 6 भन्ने भ्यालु छ यहाँ चाहिँ एक्जिक्युट भएर त्यो भ्यालु फेच भयो होइन। अनि त्यो 6 भ्यालु चाहिँ अब हाम्रो भ्यालुमा असाइन हुन्छ कि। त्यो भ्यालु चाहिँ अब हामीले यहाँ प्रिन्ट गर्नु पर्यो। यसरी जुन भ्यालु चाहिँ रिटर्न गर्छ फङ्सनले त्यो चाहिँ अब हामीले एक्सेस गर्न पाइन्छ कि त्यो फङ्सनलाई कल गर्दाखेरि। बुझे? अब फङ्सनमा अब मल्टिपल अब कोडहरू जे छ त्यो सबै चाहिँ यहाँ लेख्न पायो। हेलो वर्ल्ड गर्यो, अब हाम्रो आउटपुट के होला? यसलाई एक्जिक्युट गर्दा आउटपुट के होला? इन्टिजर रिटर्न गर्ने फङ्सन छ, त्यहाँनिर मैले प्रिन्ट पनि गराइदिएछु दुईटा, अनि लास्टमा इन्टिजर रिटर्न गराएको छु। त्यो रिटर्न चाहिँ गर्नै पर्छ इन्टिजर भनेर। त्यो भ्यालुलाई चाहिँ मैले भ्यालुमा असाइन गरेँ त्यो फङ्सनलाई, अनि प्रिन्ट गराएँ भ्यालु भनेर। 6 मात्रै आउँछ? होला सर।
हेलो वर्ल्ड भनेर नि आयो नि त। यसरी असाइन गर्दा पनि हाम्रो यो रिजल्ट भन्ने जुन फङ्सन चाहिँ त्यो चाहिँ एकचोटि कल हुन्छ कि कल हुन्छ अनि अब एक्जिक्युट हुन्छ अनि रिटर्न गर्ने भ्यालु छ भने चाहिँ रिटर्न गर्छ अनि त्यही अनुसार प्रिन्ट हुने भयो। अनि सर इन्टिजर भ्यालुलाई पास गरेछ भने कसरी हेलो वर्ल्ड प्रिन्ट हुने भयो? इन्टिजर त यहाँ हेर है यो फङ्सन कल भयो होइन यहाँनिर कल भइसकेपछि अब यहाँ यो फङ्सन आएर सुरुमा यो एक्जिक्युट गर्छ कि हेलो वर्ल्ड भनेर एक्जिक्युट गर्यो हेलो वर्ल्ड 2 भनेर पनि एक्जिक्युट गर्यो प्रिन्ट गर्यो अनि लास्टमा चाहिँ 6 रिटर्न गरिदिन्छ कि अनि त्यो 6 चाहिँ हाम्रो यहाँनिर असाइन हुन्छ अनि त्यहाँपछि प्रिन्ट गर्दाखेरि चाहिँ यो 6 आउने हो। अनि अरु पहिला त माथिको दुईटा प्रिन्ट एक्जिक्युट हुन्छ अरु जे कोडहरु छ एक्जिक्युट हुने बेला त्यो चाहिँ हुन्छ के लास्टमा चाहिँ रिटर्न गर्नु पर्यो केही न केही इन्टिजर भ्यालु। रिटर्नले चाहिँ यस्तो हुन्छ रिजल्ट भन्ने फङ्सन कल भयो यो रिजल्ट भन्ने फङ्सनमा आउँछ हैन जम्प गरेर यो हेलो वर्ल्डलाई प्रिन्ट गर्यो फेरि हेलो वर्ल्डलाई प्रिन्ट गर्यो अनि त्यसपछि चाहिँ रिटर्न 6 ले चाहिँ 6 रिटर्न गर्छ अनि त्यसपछि त्यो भ्यालु चाहिँ हामीले यहाँ प्रिन्ट गरेका छौं के रिटर्नले चाहिँ अब हाम्रो भ्यालु रिटर्न गर्छ अनि अर्को कुरा भनेको चाहिँ यो फङ्सनबाट बाहिर जाने काम गर्छ कि जम्प गरेर यहाँ आयो नि त यो फङ्सनमा अनि फेरि अब ब्याक टु यहाँ आउने काम चाहिँ रिटर्नले गर्छ के जस्तै अब मैले रिटर्न भन्दा तल कुनै अरु कोडहरु लेखेर हैन हेलो वर्ल्ड one two 1 छ 2 छ 3 छ अब हाम्रो आउटपुट के होला हेलो वर्ल्ड 1 हेलो वर्ल्ड 2 अनि 6 होला अनि यो के हुन्छ त्यो त इन्टिजर पछि छ त्यही भएर प्रिन्ट हुँदैन जस्तो लाग्यो यो फङ्सन टर्मिनेट टर्मिनेट हुन्छ रिटर्नले चाहिँ अब फङ्सनलाई टर्मिनेट गरेर फङ्सनबाट बाहिर आउँछ अनि त्यसपछि यहाँको कोडहरु चाहिँ एक्जिक्युट गर्छ है सो रिटर्न चाहिँ हामीले नर्मली लास्टमा लेख्छौं रिटर्न भन्दा पछाडी केही भयो भने चाहिँ त्यो एक्जिक्युट हुँदैन है रिटर्नले फङ्सनलाई टर्मिनेट गरिदिन्छ सो यसको आउटपुट पनि हाम्रो त्यही नै आयो यो कुरा बुझ्नु भयो र फेरि म एउटा ग्रिड भन्ने फंक्सन डिफाइन गर्छु सुरुमा हेलो जोन गरे देवरात हाम्रो आउटपुट के आउँछ अब देवरात हेमन्त यसमा हेलो ग्रेट यसको त हेलो जोनै आउँछ सर हेलो जोनै आउँछ यो हामीले के गर्यौं यसमा चाहिँ कलिङ त भएको छैन के हो सर कलिङ भएको छैन कल त्यहाँ माथि छ लेख्न बिर्स कल नगर्दा चाहिँ के आउँछ कल नगर्दा त हेलो जोन नै आउला कल नगर्दा यो फंक्सन एक्जिक्युट नै हुँदैन के एक्सेस हुँदैन सर केही पनि आउँदैन केही पनि आउँदैन यो डिक्लेयर र डिफाइन भनेको चाहिँ अब फंक्सनको हाम्रो नाम के हो हैन अब त्यसले के गर्छ भन्ने कुरा कोडहरु चाहिँ फंक्सन डिफाइन गर्दा गर्नु पर्यो हैन फंक्सनले गर्ने कामहरु त्यति गर्ने बित्तिकै अब हाम्रो एक्जिक्युट गर्दा चाहिँ फंक्सन एक्जिक्युट हुँदैन के फंक्सन एक्जिक्युट गर्नको लागि चाहिँ हामीले कल गर्ने पर्छ है अहिले यतिकै मैले रन गरे भने के आउँदैन के आउटपुट फंक्सनलाई कल गर्नको लागि चाहिँ अब हामीले फंक्सनको नेम युज गरेर यसरी कल गर्नु पर्यो है अब चाहिँ हेलो जोन भनेर आउँछ है फंक्सन चाहिँ कल गर्नै पर्छ है युज गर्नको लागि
प्यारामिटर्स भनेको सुन्नुभएको छ? सुनेको छ सर। के हो प्यारामिटर्स भने? फर्मल र एक्चुअल भनेर सुनेको मैले। फर्मल र एक्चुअल यसको नर्मल मिनिङ चाहिँ के हो? प्यारामिटर भनेको अब कुनै पनि हाम्रो भेरिएबल जो चाहिँ हामीले फङ्सनमा चाहिँ फङ्सनको भित्र चाहिँ डिफाइन गर्छौँ, जसको कारणले चाहिँ पछि हामीलाई भ्याल्यु लिनको लागि सजिलो हुन्छ। नर्मली भन्दा अब फङ्सनलाई एउटा इनपुट पास गर्ने वे जस्तै भयो होइन? हजुर। प्यारामिटर्स भनेको भेरिएबल ल नर्मली भन्दाखेरि जस्तै इनपुट्स रिसिभ बाई फङ्सन। जब हामीले कुनै फङ्सनलाई चाहिँ इनपुट दिनु पर्यो भने होइन, त्यसको लागि चाहिँ हामीले प्यारामिटर्स युज गर्नु पर्यो। कसरी युज गर्ने होला प्यारामिटर्स? यहाँनिर मैले अब हेलो जोन भनेको छु, त्यो चाहिँ मैले अब फङ्सनलाई एज अ इनपुट पास गरेर जुन भ्यालु पास गर्छु त्यही प्रिन्ट हुनु पर्यो। के गर्नु? प्यारामिटर पास गर्नु छ भने त पहिला नै हामीले माथि अब फङ्सन बनाउँदा नै त्यसमा नै अब अर्को के भन्छ अरे प्यारामिटरको लागि भेरिएबल पास गराउनु पर्छ होइन र माथि फङ्सन बनाउँदा नै? फङ्सन यहाँ बनाएको छु मैले, फङ्सन यहाँ डिफाइन गरेको छु। त्यो स्मल ब्र्याकेटमा त्यो ग्रिडको त्यो जुन बिचको त्यो ब्र्याकेट छ नि, त्यो ब्र्याकेटको भित्र प्यारामिटर हुन्छ। अनि फङ्सनमा के गर्ने? फङ्सनमा पनि फेरि ग्रिडमै राख्ने त्यो प्यारामिटर्स भनेको जुन चाहिँ अब हामी फङ्सनमा इनपुटहरू पास गर्छौँ त्यो भयो। अब अर्को भनेको भेरिएबल्स रिटर्न इन द फङ्सन डेफिनेसन भन्दा नि भयो। जस्तै मलाई अब यो फङ्सनमा चाहिँ इनपुटहरू पास गर्नु पर्यो है, त्यसको लागि हामीले यहाँ डिफाइन गर्नु पर्यो भेरिएबलहरू। एउटा स्ट्रिङ टाइपको मलाई नेम भन्ने एउटा प्यारामिटर डिफाइन गरेँ, त्यो चाहिँ अब हाम्रो फङ्सनको लागि इनपुट भयो के। अब त्यही नेम चाहिँ मैले यहाँनिर त्यही नेमको भ्यालु चाहिँ युज गर्न सक्छु। अनि कल गर्ने बेला चाहिँ हामीले यहाँनिर प्यारामिटरको भ्यालु चाहिँ के छ त्यो चाहिँ आर्गुमेन्ट चाहिँ पास गर्नुपर्छ है। यसलाई प्रिन्ट गर्दा पनि के आउँछ मेरो हेलो राम भनेर है। यहाँ चाहिँ के भयो भन्दा फङ्सन ग्रिड भन्ने फङ्सन छ मसँग, त्यसले चाहिँ अब इनपुट लिनको लागि चाहिँ मैले प्यारामिटर्सहरू डिफाइन गरेँ है। सो एउटा इनपुट भनेको जस्तै मैले स्ट्रिङ टाइपको नेम लिन्छु, जुन नेम चाहिँ पास हुन्छ त्यो नेमलाई चाहिँ मैले यहाँ प्रिन्ट गरिदिन्छु। अनि त्यो फङ्सन कल गर्ने बेला चाहिँ अब नेमको भ्यालु चाहिँ हामीले यहाँ स्ट्रिङमा पास गर्नु पऱ्यो कि यसरी। सो के भयो यहाँनिर कोड आयो, ग्रिडलाई हेर्छ, ग्रिडलाई एक्जिक्युट गर्न खोज्दाखेरि अब ग्रिडमा जाने भयो। अनि यसले भनेको नेम भन्ने प्यारामिटर लिएको छ, त्यो नेम चाहिँ हामीले यहाँबाट पास गराएको छौँ। हो यो राम भन्ने भ्यालु चाहिँ यो नेममा आएर बस्छ क्या। सो नेमले स्टोर गर्छ, अनि जुन नेम छ त्यही भ्यालु चाहिँ हामीले युज गरेर चाहिँ हामीले यहाँ जुन नेम पास गरेको छौँ त्यो हेल्लो भनेर प्रिन्ट गरेको छौँ क्या। बुझ्नुभयो? बुझ्नुभयो? क्लियर छैन भने भन्नु है।
अझै गर्दै गए चाहिँ बुझ्छ बुझ्न त जस्तै मलाई अब अर्को प्यारामिटर्स पनि चाहियो अरे हेलो नेम I am 28 years old. यो गर्दाखेरि के भयो हेलो राम आइएम 28 years old भनेर आउँछ तर मलाई यो एज पनि मलाई अब एज अ प्यारामिटर एज अ इनपुट लिनु पर्यो फंक्सन कल गर्दाखेरि सो त्यसको लागि के गर्न सक्यो त्यसको लागि फेरि अर्को प्यारामिटर डिफाइन गर्न सक्यो इन्टिजर एज भनेर त्यो एजको भ्यालु चाहिँ हामीले अब यहाँ युज गर्ने डलर एज गरेर अनि फंक्सन कल गर्दाखेरि चाहिँ त्यो प्यारामिटर पनि एजको भ्यालु पनि यहाँ पास गर्नु पर्यो के 34 भनेर हेलो राम आई एम 34 years old भनेर आयो यो बुझ्नु भयो अरे माथि कल गर्दाको प्यारामिटरलाई एक्चुअल प्यारामिटर भन्छ हैन कुन यो खै ठ्याक्कै टर्म त थाहा भएन नर्मली भन्दा हामीले यो प्यारामिटर डिफाइन गरेको एज र नेम भनेको चाहिँ प्यारामिटर हुन्छ हैन यो भ्यालु पास गरेको चाहिँ आर्गुमेन्ट भन्छ कि एक्चुअल भ्यालुलाई चाहिँ त्यही नै होला एक्चुअल प्यारामिटर आर्गुमेन्ट भनेको एक्चुअल प्यारामिटर भ्यालु चाहिँ आर्गुमेन्ट भयो अब यो जुन भेरिएबलहरु डिफाइन गरेका छौं यो चाहिँ प्यारामिटर भयो के हाम्रो देवराज हेमन्तले बुझ्नु भयो यो बुझे सर माथि एक्चुअल प्यारामिटर दिने अनि तल हेमन्तले नि बुझ्नु भयो बुझे सर बुझे रहनु भयो जस्तै अब हामी समको लागि बनाऊ है र कुनै नम्बर सम गर्ने फंक्सन बनाऊ प्रिन्ट गरिदियो यसको रिटर्न टाइप के हुन्छ देवरात सम प्रिन्ट 45 के हुन्छ सर यसको त 45 नै हुन्छ जस्तो लाग्यो रिटर्न टाइप चाहिँ के इन्टिजर हुन्छ कि भोइड हुन्छ कि डबल हुन्छ कि यसको त इन्टिजर हुन्छ इन्टिजर कसरी अब त्यहाँ प्रिन्ट त 45 छ अनि सम पछि केही छैन भनेपछि 45 त इन्टिजर भएन 45 हामीले रिटर्न गरे हैन नि त प्रिन्ट भनेको एक्जिक्युट गराएको हो नि त रिटर्न भनेर 45 गरे सम हामीले हो त छैन के रिटर्न नगरेपछि हाम्रो भोइड हुन्छ है ए खाली भएपछि भोइड हुन्छ कुनै रिटर्न गरेन नि त रिटर्न भनेर केही गरेको छैन हैन सो यसले कुनै भ्यालु रिटर्न गर्दैन कि त्यो भएपछि भोइड हुन्छ भनेपछि प्रिन्ट गर्दाखेरि यसको भ्यालु कति आउने भयो प्रिन्ट गर्दाखेरि त अब यो फंक्सनलाई कल गर्यो भने 45 भनेर प्रिन्ट हुन्छ हामीले यो फंक्सनलाई कल गर्यौं यो फंक्सनमा जान्छ प्रिन्ट 45 भनेर 45 प्रिन्ट गरिदिन्छ के त्यति हो यसले गर्ने भनेको के भन्यो
45। अब के हुन्छ डेटा टाइप हाम्रो? सर डार्टले आफै रिटर्न टाइप केस गर्छ। यो मतलब हालेन भने रिटर्न टाइप हालेन भने अब कुन रिटर्न गर्छ त्यो अनुसार गर्छ आफैले। यसको के हुन्छ हाम्रो? इन्टिजर रिटर्न गरेको छैन, सो हाम्रो रिटर्न टाइप इन्टिजर भयो। हुन्छ अब मेरो सर अहिलेकोमा भोइड अनि अहिले चाहिँ इन्टिजर किन फरक के छ? अघि यो गरेको थिएँ होइन? ए हो सर हो। अनि यहाँनिर रिटर्न भनेर गरेको थियौँ नि त, रिटर्न थिएन, 45 थिएन। केही भनेर गरेको थियौँ। थिएन। त्यो नगरेपछि अब भ्यालु रिटर्न गर्दैन नि त, प्रिन्ट गरिदिने काम गर्छ। प्रिन्ट भनेको त रिटर्न होइन नि त। हजुर। रिटर्न भयो भने चाहिँ अब कुन टाइपको रिटर्न गर्छ त्यही भ्यालु चाहिँ, त्यही डेटा टाइप चाहिँ यहाँ लेख्नु पऱ्यो क्या, कस्तो रिटर्न गर्छ भनेर। अहिले यो केसमा हामीले यहाँ रिटर्न भनेर 45 गरेको थियौँ होइन? अब हाम्रो आउटपुट के आउँछ? युवराज बाइक अरूले भन्नु त एकचोटि के होला आउटपुट? इन्टिजर सम भनेर फङ्सन बनाएँ, त्यसले 45 रिटर्न गर्छ। त्यो फङ्सनलाई मैले यहाँ कल गरेँ। आउटपुट नै आउँदैन यसको। आउटपुट आउँदैन है? किन आउँदैन? किनभने यसको रिटर्न 45 भनेपछि त्यो रिटर्न गरेपछि त त्यो आउँदैन नि। भ्यालु रिटर्न गरेछ तर हामीले त्यो भ्यालु चाहिँ युज गरेकै छैन होइन, कतै अब असाइन गरेर। हजुर। यसलाई रन गरेँ, अहिले हाम्रो आउटपुट के आउँदैन है। सो जुन यो रिटर्न गरेको भ्यालु हुन्छ त्यसलाई चाहिँ अब हामीले कतै स्टोर गर्नुपर्ने हुन्छ है। जस्तै रिजल्ट इज इक्वल टु भनेर स्टोर गरिदिए, अब त्यो भ्यालु जुन स्टोर हुन्छ त्यसलाई चाहिँ प्रिन्ट गरायो भने चाहिँ त्यो भ्यालु चाहिँ हाम्रो आउने भयो। के भयो? सम भन्ने फङ्सन कल भयो। त्यो फङ्सनले हाम्रो 45 भ्यालु रिटर्न गर्छ। त्यो भ्यालु चाहिँ 45 भनेर हामीले रिजल्टमा असाइन गरिदिउँ, त्यो रिजल्टलाई चाहिँ हामीले प्रिन्ट गरिदिउँ। अब रन गर्दाखेरि चाहिँ हाम्रो 45 भनेर आउनु पऱ्यो। अब मलाई यो सम चाहिँ प्यारामिटर्स लिएर गर्नु पऱ्यो अरे। कुनै पनि दुईवटा प्यारामिटर चाहिँ अब मैले फङ्सनलाई इनपुट दिनु पऱ्यो, अनि त्यो जुन इनपुट छ त्यसको बेसिसमा चाहिँ सम रिटर्न गर्नु पऱ्यो। कसरी गर्ने? भन्नु त, जसले भने नि हुन्छ। पहिला फर्मल प्यारामिटर डिफाइन गर्ने अनि भ्यालु पास गर्ने, इन्ट ए इन्ट बी। जस्तै मलाई दुईवटा भ्यालु लिनु पऱ्यो भने एज अ इनपुट दुईवटा प्यारामिटर्स डिफाइन गर्नु पऱ्यो होइन? सो मैले एउटा ए भन्ने प्यारामिटर डिफाइन गरेँ जसले चाहिँ अब इन्टिजर भ्यालु लिन्छ, अर्को बी भन्ने डिफाइन गरेँ जसले चाहिँ हाम्रो बी भन्ने भ्यालु लिन्छ। अनि त्यो दुईवटा प्यारामिटर्स डिफाइन गरिसकेपछि अब हाम्रो त्यो दुईवटा प्यारामिटर्सको लागि चाहिँ हामीले आर्गुमेन्ट या भ्यालु पास गर्नु पऱ्यो। जस्तै मलाई दुईवटाको सम चाहियो अरे, 5 गरेँ 6 गरेँ। यसले हाम्रो के रिटर्न गर्छ देवरात? 5
5 6 आउटपुट के आउँछ यसको नै फ्लो चाहिँ बुझ्नु पर्यो है के भइरहेछ भनेर फोर्टी 45 हैन हजुर तर सर कसरी चाहिँ बुझिनँ मैले अहिले चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो सम भन्ने फंक्सन कल भएको छ यहाँनिर हैन हजुर त्यहाँनिर चाहिँ दुईटा हामीले आर्गुमेन्ट पास गरेका छौँ 5 र 6 भनेर यसो भनेको अब ए मा भनेको हाम्रो 5 हुने भयो बी मा 6 हुने हो 6 हुने भयो ठीक छ यहाँ स्टोर गर्यौँ ए मा 5 स्टोर गर्यौँ बी मा 6 स्टोर गर्यौँ तर हामीले रिटर्न के गरेका छौँ 45 नै रिटर्न गरेका छौँ हैन त्यो भ्यालु त युज गरेका छैनौँ नि त ए 45 नै रिटर्न हुन्छ रिजल्टमा त्यही प्रिन्ट भयो जस्तै मलाई सम प्रिन्ट गराउनु पर्यो ए र बी को सम चाहिँ रिटर्न गराउनु पर्यो के गर्ने होला अब त रिटर्न पछि ए प्लस बी गर्ने रिटर्न पछि ए प्लस बी गरिदिने हैन सो अब चाहिँ हाम्रो के रिटर्न गर्छ 5 र 6 हामीले पास गर्यौँ भ्यालु ए मा 5 भयो बी मा 6 भयो अनि ए प्लस बी भनेको 5 प्लस 6 चाहिँ 11 चाहिँ रिटर्न गरिदियो हैन हजुर त्यो 11 चाहिँ प्रिन्ट हुनु पर्यो हेमन्त आइसा बुझ्नु भयो यो त बुझ्नु भयो ल यो त बुझ्यो बुझेँ प्यारामिटर्सको टाइप के होला डाटमा टाइप्स त दुईटै त होला कुन कुन त्यही एक्चुअल र बर्न हैन त्यो बेसिसमा हैन रिटर्न टाइप भन्नु आर्गुमेन्टको बेसमा हुने होला हैन यसको टाइप्सहरु प्यारामिटरको यस्तो होला जस्तै मैले यहाँनिर अहिले पास गर्दाखेरि चाहिँ अर्डरमा पास गरेँ नि त हैन हजुर आर्गुमेन्ट पास गर्दा 5 पास गरे 6 पास गरे भेरिएबल कन्स्टेन्ट अनि 5 भनेको ए मै आउँछ 6 भनेको बी मै आउँछ यो चाहिँ अर्डरले आउँछ पोजिसनल पोजिसनल र नन पोजिसनल पोजिसनल हुन्छ अनि अर्को भनेको नेम भन्ने हुन्छ के ए नेम PONL पोजिसनल प्यारामिटर्स हुन्छ अर्को भनेको नेम प्यारामिटर्स पोजिसनलमा नि एउटा चाहिँ अब रिक्वायर्ड भन्ने हुन्छ रिक्वायर्ड पोजिसनल प्यारामिटर्स अर्को चाहिँ अब अप्सनल हुन्छ के नेममा पनि त्यही हुन्छ रिक्वायर्ड हुन्छ एउटा अर्को अप्सनल हुन्छ पोजिसनल प्यारामिटर्स भनेको चाहिँ के हो त हाम्रो पोजिसन अथवा अर्डर अनुसार पास गर्नु यसमा चाहिँ अर्डरले पास गर्नुपर्छ अर्डर म्याटर गर्छ हैन यस values must be passed in order अनि कुनै पनि प्यारामिटरको भ्यालुहरु पनि स्किप गर्न मिल्दैन
हामीले माथिको कुन प्यारामिटर्स युज गर्यौँ यहाँनिर पोजिसनल त्यही नै हो है पोजिसनलमा भनेको हल्का सिन्ट्याक्स भन्दै हैन ल एकैचोटि गरिदिन्छु के छ भन्दै ल return type function name जुन हामीले माथि पास गरेका थियौँ त्यसरी भनेको पोजिसनल प्यारामिटर्स हो है यसमा चाहिँ पोजिसन म्याटर हुन्छ जस्तै अब प्यारामिटरको टाइप भयो फर्स्ट प्यारामिटरको टाइप सेकेन्ड प्यारामिटर यसरी अब मल्टिपल प्यारामिटर्सहरू पास गर्न पाइयो है अब यहाँनिर हाम्रो कोड हुने भयो जस्तै म एउटा सबट्र्याक्ट भन्ने फंक्सन बनाउँछु जसले चाहिँ इन्टिजर भ्यालु रिटर्न गर्छ यसमा म दुईटा प्यारामिटर्स लिन्छु इन्टिजर a भनेर अर्को इन्टिजर b भनेर दुईटा प्यारामिटर्स अथवा इनपुटले त्यो इनपुटलाई फेच गरेपछि म माइनस गरेर भ्यालु रिटर्न गरिदिन्छु यसलाई यहाँ प्रिन्ट गरिदिन्छु सबट्र्याक्ट भनेर a को भ्यालु म 20 पास गराइदिन्छु b को भ्यालु म 10 पास गराइदिन्छु हाम्रो आउटपुट के आउँछ हो त्यसको 10 आउँछ 10 आउँछ है नै आउँछ 10 आयो सो हामीले सबट्र्याक्ट भन्ने फंक्सन डिफाइन गर्यौं त्यसमा चाहिँ अब हामीले दुईटा प्यारामिटर्स पास गर्यौं त्यो भनेको हाम्रो पोजिसनल प्यारामिटर्स चाहिँ पास गर्यौं है त्यो दुईटा प्यारामिटर्सको भ्यालु चाहिँ 20 र 10 पास गर्यौं सो 20 भनेको a माइनस भयो 10 भनेको b माइनस भयो अनि 20 माइनस 10 चाहिँ रिटर्न गर्दियो त्यही भ्यालुलाई हामीले प्रिन्ट गर्दियौं सो आउटपुट भनेको 10 आयो अहिले के आउँछ अब -10 -10 आउँछ है सो अहिले चाहिँ हाम्रो -10 आयो सो भनेपछि यहाँ के भयो भन्दाखेरि पोजिसन चाहिँ म्याटर गर्यो के जस्तै फर्स्ट प्यारामिटर हाम्रो भनेको हाम्रो इन्टिजर a छ अनि यहाँनिर फर्स्ट आर्गुमेन्ट पास गर्दाखेरि चाहिँ त्यो भ्यालु चाहिँ a मै गएर असाइन हुन्छ के सेकेन्ड प्यारामिटर भनेको b छ अनि यहाँनिर अब सेकेन्ड आर्गुमेन्ट पास भयो भने चाहिँ b मै गएर असाइन हुन्छ सो भनेपछि अर्डर चाहिँ म्याटर गरे यहाँनिर पोजिसनल प्यारामिटर्समा चाहिँ अब हाम्रो अर्डर म्याटर गर्छ के अनि अर्को भनेको जस्तै मैले यहाँनिर एउटा आर्गुमेन्ट दिए अर्को दिन्न भन्दा पाउँदैन के यो गर्दाखेरि चाहिँ हाम्रो एरर फाल्छ टु पोजिसनल आर्गुमेन्ट्स एक्सपेक्टेड बाइ सबट्र्याक्ट बट फाउन्ड 1 भनेर है हाम्रो जतिवटा आर्गुमेन्ट छ त्यो चाहिँ पास गर्नै पर्छ है यो पनि अब रिक्वायर्ड पोजिसनल भनौं न सो यसमा चाहिँ हाम्रो भ्यालुहरु सबै प्यारामिटर्सको भ्यालुहरु चाहिँ चाहिन्छ भने चाहिँ फंक्सन कल गर्दाखेरि चाहिँ सबै रिक्वायर्ड हुन्छ कुनै एउटा आर्गुमेन्ट चाहिँ म पास गर्दिन भन्दा मिल्दैन के पोजिसनल रिक्वायर्डको केसमा अर्को भनेको ल पोजिसनल हेरौं तर पोजिसनल प्यारामिटर छ तर मलाई यहाँ कुनै
प्यारामिटरहरू चाहिँ को भ्यालु चाहिँ पास नगर्दा पनि हुने बनाउनु पर्यो कि अप्सनल बनाउनु पर्यो कसरी गर्ने होला यो केसमा त मैले सबै भ्यालु पास गर्नै पर्यो तर मलाई कुनै प्यारामिटर्सहरूको भ्यालु चाहिँ अप्सनल बनाउनु पर्यो नलेबल गराउने हो नलेबल मेबी कहाँ गयो नल सरी नल गराइदिएँ मैले एउटा भ्यालु मिलेर नलेबल मात्रै गराएर हुँदैन अरू पनि केही छ क्या एउटा डिफल्ट भ्यालु एसाइन गर्दै डिफल्ट गर्दा नि हुन्छ तर डिफल्टको पछि आउँछ तर रिक्वायरमा त्यतिकै डिफल्ट पनि पास गर्न मिल्दैन पोजिसनल अप्सनल एउटा अर्को फङ्सन ग्रिड भनेर भने यहाँनिर दुईटा प्यारामिटर लिन्छ अरे स्ट्रिङ नेम भनेर अर्को स्ट्रिङ टाइटल भनेर लिन्छ अरे नल अवेयर अपडेटर युज गर्ने त्यो डिफल्ट भ्यालु असाइन गरेको भए त एउटा पोजिसन अप्सनल गर्ने अर्कै वे हुन्छ कि रुक्ने प्यारामिटर अप्सनल बनाउनु पर्यो भने प्रिन्ट हेलो नेम प्रिन्ट गराइदिए अर्को नेममा नेम प्रिन्ट गराइदिए टाइटलमा टाइटल पास गरिन्छ यो केसमा चाहिँ मलाई दुईटै भ्यालु पास गराउनु पर्यो टाइटल पनि पास गराउनै पर्छ अब मलाई यो केसमा त जोन पनि पास गर्नु पर्यो एउटा अरू कुनै भ्यालु स्ट्रिङ नेमको पनि पास गर्नु पर्यो आर्गुमेन्ट अर्को भनेको टाइटल पनि पास गर्नु पर्यो हैन जस्तै मलाई टाइटल चाहिँ अप्सनल बनाउनु पर्यो कि यो केसमा त मैले अब नेमको भ्यालु दिए तर टाइटल दिन भन्दाखेरि त्यहाँ एरो देखाइरहेको छ नि त हैन दुईटा पोजिसनल आर्गुमेन्ट चाहिँ एक्सपेक्ट गरेको छ भनेर सो मलाई टाइटल चाहिँ अप्सनल बनाउनु पर्यो त्यसको लागि भनेको यसलाई बिग ब्र्याकेट भित्र हाल्दिने कि बिग ब्र्याकेट भित्र हाल्दिने अनि स्ट्रिङलाई चाहिँ नलेबल भनेर डिक्लेयर गर्दिने अब हाम्रो आउटपुट के आउँछ के होला आउटपुट सरी त्यो नल डेटा असाइन भयो भने नल भनेर प्रिन्ट हुन्छ र मतलब असाइन गरेन भने
के पनि गरेन त्यही नै हुन्छ। अहिले त के त्यही आउँछ असाइन गरेन भने चाहिँ हाम्रो पोजिसनल अप्सनल केसमा नल भनेर आउँछ कि। यसमा चाहिँ के भयो भन्दाखेरि माथिको रिक्वायर्ड केसमा चाहिँ अब हामीले दुइटै भ्यालु पास गर्नु परेको थियो होइन। सो यतिकै पास गर्दाखेरि चाहिँ स्ट्रिङ टाइटल भनेर यतिकै पास गर्दाखेरि मैले अब नेम पनि पास गर्नु पर्यो, यहाँनिर भ्यालु हाल्दा अर्को भनेको टाइटल पनि पास गर्नु पर्यो होइन। यो गरेन भने चाहिँ एरर फाल्थ्यो। तर मलाई अब कुनै प्यारामिटर चाहिँ अप्सनल बनाउनु पर्यो अरे, पास गर्दा नि हुने नगर्दा नि हुने बनाउनु पर्यो भने चाहिँ कुन प्यारामिटरलाई चाहिँ अब मैले अप्सनल बनाउने हो। सो त्यसलाई बिग ब्राकेटभित्र हाल्ने अनि यसको डेटा टाइपलाई नलेबल बनाउने है। यति गर्दाखेरि अब मैले यो टाइटलको आर्गुमेन्ट चाहिँ पास गर्दा नि भयो नगर्दा नि भयो कि। पास गऱ्यो भने ठिकै छ। ल पास गऱ्यो भने अब मेरो पास गरेकै भ्यालु प्रिन्ट गराइन्छ होइन टाइटलमा। अब अहिले नेममा जोन भयो, टाइटलमा बस भयो। पास गरेन भने चाहिँ नल प्रिन्ट गराउँछ कि। बुझ्नुभयो? बुझ्नुभयो? हेमन्त, देवराज, आयुषा, युवराज। यस सर। यो सर यो अब मलाई मल्टिपल प्यारामिटर्सहरू गर्नु पर्यो भने यही भित्र कमा गरिदिने, अरू कुन प्यारामिटर्सहरू छ त्यो अनुसार यहाँ पास गर्नु पाएँ है। यसमा नि अब हाम्रो अर्डर चाहिँ म्याटर गर्छ है। अर्डरले नै हाल्नुपर्ने हुन्छ भ्यालुहरू चाहिँ। सर अब मानौँ त्यहाँ मल्टिपल प्यारामिटर थियो भने टाइटललाई नल दिएर अर्को थर्डवाला प्यारामिटरलाई भ्यालु दिन मिल्छ कि नै? त्यसरी अब यस्तो जस्तै मैले थर्ड गरेँ होइन, अनि एजमा यो पोजिसनल भन्दा अर्डर म्याटर गर्छ होइन। भनेपछि फर्स्ट भनेको यो नेमलाई असाइन हुन्छ, सेकेन्डलाई चाहिँ मैले अब डाइरेक्टली अब यतिकै रिसिभ गर्न चाहिँ मिल्दैन कि, नल भनेरै दिनुपर्छ। अनि एजलाई अब 23 भनेर चाहिँ दिँदा भयो। डाइरेक्टली मैले नल स्किप गरेँ भने चाहिँ यो भनेको 23 चाहिँ अब टाइटलको हो भनेर बुझ्छ। अनि यो चाहिँ अब डेटा टाइप कम्प्याटेबल भएन नि त, इन्टिजर क्यानट बी असाइन टु स्ट्रिङ भनेर। नल भनेरै दिनुपर्छ है त्यस्तो केसमा चाहिँ। त्यसको लागि त अब नेम प्यारामिटर युज गर्ने यस्तो भयो भने। बुझ्नुभयो? यस सर। यो भनेको हाम्रो अर्डर म्याटर गर्ने केस भयो। अर्को अर्डर म्याटर नगर्ने खालको प्यारामिटर्स पनि हुन्छ है। त्यसको के थियो हाम्रो नाम? नेम प्यारामिटर, रिक्वायर्ड नेम प्यारामिटर। नेम प्यारामिटर चाहिँ यसमा चाहिँ अर्डर अथवा पोजिसन चाहिँ म्याटर गर्दैन कि। भ्यालुजहरू चाहिँ अब हामीले नेमहरू युज गरेर पास गर्ने। एक हुन्छ एज ल भयो।
एउटा स्टुडेन्ट भन्ने फङ्सन बनाएँ। स्ट्रिङ नेम लिन्छ, अर्को भनेकोले एज लिन्छ। त्यही नेम र एजलाई चाहिँ म प्रिन्ट गरिदिन्छु। नेम प्यारामिटर्स बनाउनको लागि चाहिँ अब हामीले जुन प्यारामिटर्सहरू हुन्छ नेम प्यारामिटर्सको यसलाई चाहिँ कर्ली ब्रेसेसमा हाल्नुपर्छ है। कर्ली ब्रेसेस गर्ने हाल्ने अनि यसलाई नलेबल बनाइदिने। सो मैले यसलाई नेम प्यारामिटर बनाएँ। यसको मतलब अब हामीले नेमहरू युज गरेर चाहिँ एक्सेस गर्नु पर्यो है। आर्गुमेन्ट्सहरूलाई चाहिँ नेमबाट पास गर्नु पर्यो। यसमा पोजिसन म्याटर गर्दैन। स्टुडेन्ट भन्ने कल गऱ्यो। अब मैले कसरी भ्यालु पास गर्ने होला? नेम प्यारामिटर केसमा यो चाहिँ अप्सनल हो है अहिले चाहिँ। यो भ्यालु चाहिँ पास गर्दा नि हुन्छ नगर्दा नि हुन्छ। अहिले रन गर्यो भने के होला हाम्रो? के होला आउटपुट हाम्रो केसमा? मैले नेम प्यारामिटर बनाएको छु। त्यो फङ्सनलाई कल गर्दा अब नेम र एज प्रिन्ट गराउनु पर्यो। तर फङ्सनलाई यहाँ कल गर्दाखेरि चाहिँ मैले कुनै प्यारामिटर्स पास नै गरेको छैन। So null आउँला। नल आउँछ है, किनकि यो भनेको हाम्रो अप्सनल नेम प्यारामिटर्स हो कि। पास गर्दा नि भयो, पास नगर्दा नि भयो। पास गऱ्यो भने जे पास गरेको छ त्यो भ्यालु आउँछ। पास गरेन भने चाहिँ अब हाम्रो पास नगरेको ठाउँमा नल आयो। पास गऱ्यो भने चाहिँ कसरी पास गर्नु पर्यो भन्दाखेरि जस्तै मलाई नेम दिनु पर्यो रे। नेम युज गर्ने कोलन अनि नेममा मलाई के चाहियो? जोन भनेर चाहियो रे। अनि एज पास गर्नु पर्यो भने एज युज गर्ने कोलन एजमा मलाई कति चाहियो? 22 भनेर चाहियो। सो यसलाई सेभ गरेर रन गर्यो भने मेरो नेममा भनेको जोन आयो, एजमा चाहिँ 22 आयो। सो मैले यसमा अर्डर म्याटर गर्दैन भने हैन। सुरुमा मैले एज दिएँ अनि मैले नेम दिएँ। यो गर्न मिल्छ कि मिल्दैन? अर्डर म्याटर गर्दैन भनेपछि त हामीले जे दिँदा पनि मिल्छ होला। आउटपुट चाहिँ के आउँछ हाम्रो? प्रिन्ट नेम भनेपछि प्रिन्ट नेमको ठाउँमा चाहिँ अब जोन आउला अनि प्रिन्ट एजको ठाउँमा चाहिँ 22। सो यसमा चाहिँ अर्डर म्याटर गर्दैन है। अगाडि पछाडि जसरी दिए पनि हुन्छ क्या। हामीले नेम चाहिँ युज गर्नु पर्यो। अब त्यो नेममा कुन पास गर्ने भनेको यहाँबाट पास गर्नु पर्यो। सो त्यो अनुसार अहिले जोन आयो 22 आयो। एज 22 दिउँ हामीले, त्यो चाहिँ अब हाम्रो एजमै आएर बस्छ कि। यहाँ नेम आएर बस्ने भन्ने हुँदैन, किनकि यसमा अर्डर म्याटर गर्दैन, पोजिसन म्याटर गर्दैन। एजको भ्यालु 22 हाम्रो एजमा आएर बस्छ, नेमको भ्यालु जोन भनेर नेममा आएर बस्छ अनि त्यही नेम प्रिन्ट भयो, एज प्रिन्ट भयो। यो बुझ्नु भयो यहाँसम्म? बुझ्यो सर यहाँसम्म। देवरातले हजुर सर यो बुझ्यो।
त्यसमा हाम्रो अर्डरको काम छैन। अर्डरको छैन, पास गर्दाखेरि अब हामीले नेम युज गरेर पास गर्नु पर्यो आर्गुमेन्ट। सर यो हामीले पढेको अप्सनल हो। अप्सनल पास नगर्दा नि भयो नि त। रिक्वायर्डको केसमा चाहिँ के होला ल, नेम प्यारामिटर अर्डर म्याटर गरेन, तर हामीलाई प्यारामिटर्सहरू चाहिँ कम्पलसरी पास गर्नु पर्यो। कसरी गर्ने होला, सिन्ट्याक्स कस्तो होला? सर रिक्वायर्ड किवर्ड भन्ने युज हुन्छ। रिक्वायर्ड कहाँ गर्ने? त्यो डेटा टाइपको अगाडि रिक्वायर्ड अनि नलेबल गराउने। नलेबल सर त्यो कर्ली ब्रेसेस हरायो त। कर्ली ब्रेसेस नलेबल त नगराए नि हुन्छ होला। रिक्वायर्डमा नलेबल गराउने होइन है। रिक्वायर्डमा चाहिँ रिक्वायर्डको सिन्ट्याक्स भनेको चाहिँ अब रिक्वायर्ड भनेको चाहियो नि त हामीलाई डेटा अब कसरी पनि। त्यसो नलेबल गराउन मिल्छ त। नलेबल त्यसमा नल पास गर्न मिल्यो नि त। नलेबल गराएपछि हामीले आर्गुमेन्ट त पास गर्नु पर्यो होइन, तर डेटा पास गर्दाखेरि चाहिँ नल दिन पाएँ कि। आर्गुमेन्टै म पास नै गर्दिनँ भन्न त मिलेन नि त। अहिले ट्राई गर्नु, नलै भयो नि पास गर्नुपर्छ। पास चाहिँ गर्नु पर्यो। सो हाम्रो अब नेम प्यारामिटर्सलाई रिक्वायर्ड बनाउनु पऱ्यो भने चाहिँ यो हुन्छ सिन्ट्याक्स। भेरिएबल डिफाइन गरिदिने, त्यसको अगाडि रिक्वायर्ड हुन्छ, अनि त्यो चाहिँ अब हाम्रो जुन नलेबल रिक्वायर्ड प्यारामिटर्सहरू छ, नेम रिक्वायर्ड प्यारामिटर्सहरू, त्यो चाहिँ कर्ली ब्रेसेसभित्र हुनु पऱ्यो। यसलाई कल गरेर हेरौँ। स्टुडेन्ट नेममा म हरि गरिदिएँ, एजमा 22 गरिदिएँ, सो यो गर्दा हरि 22 आयो। जस्तै मैले अब नेम चाहिँ पास गर्दिनँ भन्दा हुन्छ, नेम पास गर्दिनँ म एज मात्र दिन्छु भन्दा। मिल्ला? रिक्वायर्ड भनेपछि अब हामीले सबै प्यारामिटर्सहरू पास गर्नै पर्छ है। आर्गुमेन्ट्सहरू एज भयो, बरु म अर्डर मिलाउँदिनँ भन्दा नि भयो, तर नेम भनेर पास चाहिँ गर्नै पर्छ है। यो गर्दा नि के आयो हाम्रो हरि 22 भनेर आयो। सो नेम रिक्वायर्ड प्यारामिटर्सको सिन्ट्याक्स चाहिँ हो, कर्ली ब्रेसेस भयो, भित्र अब डेटा टाइप भयो, त्यसको अगाडि रिक्वायर्ड भन्ने हालिदिने। त्यति गरेपछि अब हामीले नेम युज गरेर आर्गुमेन्ट पास गर्न मिल्यो। तर रिक्वायर्ड भइसकेपछि जुन जुन रिक्वायर्ड छ त्यो सबै चाहिँ हामीले पास गर्नै पर्छ है आर्गुमेन्टमा। बुझ्नुभयो? Yes, sir.
ग्रिड भन्ने फङ्सन छ, यसले फेरि यसलाई प्रिन्ट गरिदियो। यसमा पनि जस्तै स्ट्रिङ छ, नेम छ, प्रिन्ट गर्दाखेरि हेलो गरिदिए अनि नेम गरिदिए। मैले अब यसमा डिफल्ट भ्यालु चाहिँ कसरी पास गर्ने होला? नेम भन्ने पास गरिदिए भने अब आर्गुमेन्ट युज गऱ्यो भने त्यो भ्यालु आउनु पर्यो। गरेन भने चाहिँ अब कुनै डिफल्ट भ्यालु चाहियो कि मलाई, नेम चाहिँ पास नगरेको यसमा। कसरी गर्ने होला? सर एकचोटि क्वेसन फेरि भन्नु त। मैले यहाँ ग्रिड भन्ने फङ्सन डिफाइन गरेँ होइन, प्यारामिटर हाम्रो नेम भन्ने छ। अनि मलाई नेममा चाहिँ एउटा डिफल्ट भ्यालु चाहियो कि यहाँबाट पास गऱ्यो भने अब त्यही भ्यालु आउने भयो, नभए चाहिँ एउटा कुनै डिफल्ट भ्यालु चाहियो पास गर्नु भने। इजिकल टु गरेर असाइन इजिकल टु गर्ने एउटा भ्यालु असाइन गर्ने होइन। अनि एरर फालिरहेछ। बिग ब्र्याकेट भित्र राख्नुपर्छ। यो हामीले डिफल्ट भ्यालु चाहिँ भनेको जुन त्यो अप्सनलहरू छ नि दुइटाको, त्यसमा मात्र युज गर्न मिल्छ कि, रिक्वायर्डमा चाहिँ हुँदैन है डिफल्ट। सुरुमा पोजिसनल अप्सनल हेरौँ। यो हाम्रो पोजिसनल भयो तर अप्सनल भयो। यसमा हामीले यसरी डिफल्ट भ्यालु युज गर्न पाइयो। अहिले मैले रोनाल्डो भनेर आर्गुमेन्ट पास गरेँ। त्यो हुँदा हेलो रोनाल्डो भनेर आयो। अब मैले पास गरिनँ भने चाहिँ के आउँछ आउटपुट? अब के आउँछ हाम्रो आउटपुट? भ्यालु मैले पास गरिनँ अनि यहाँ मैले डिफल्ट भ्यालु दिएको छु। हेलो गेस्ट आउँछ, हेलो गेस्ट भनेर आउँछ। सो मैले अब केही भ्यालु पास गरिनँ भने चाहिँ यसरी डिफल्ट भ्यालु असाइन गऱ्यो भने चाहिँ अब डिफल्ट भ्यालु हामीले जुन युज गरेका छौँ त्यो चाहिँ आउने भयो। अर्को भनेको नेममा पनि यसरी पास गर्न पाइयो हामीले, नेम प्यारामिटर्समा पनि। एउटा यो गरिदिए, यसलाई अर्को स्ट्रिङ एज इज इक्वल टु 5 भनेर डिफल्टमा भ्यालु असाइन गरिदियो। सरी इन्टिजर। के आउँछ हाम्रो आउटपुट अब? यसमा चाहिँ हेलो गेस्ट आउँछ अनि एज इक्वल्स टु चाहिँ 5 हुन्छ होला। सो केही प्यारामिटर्स हामीले पास गरेका छौँ आर्गुमेन्ट। सो अब त्यो भइसकेपछि हाम्रो डिफल्ट नै आउने भयो। डिफल्टमा भनेको गेस्ट छ, एज भनेको 5 छ।
यसले गेस भयो एज 5 आयो। नेममा जोन पास गरिदिए। अब के आउँछ? अब त नेममा चाहिँ ओभरराइट हुन्छ कि जोन गेस्टको ठाउँमा? नेममा चाहिँ जोन आउँछ, हामीले भ्यालु पास गर्यो। एजमा चाहिँ अब एज पास गरेको छैन, सो हाम्रो डिफल्ट भ्यालु भनेको 5 आउने भयो। हेलो जोन एज 5 भनेर आयो। सो आर्गुमेन्ट पास गऱ्यौँ भने चाहिँ अब जे पास गरेको छ त्यही आउने भयो। पास गरिनौँ भने चाहिँ अब हाम्रो डिफल्ट भ्यालु हुन्छ कि। यहाँसम्म बुझ्नुभयो? बुझ्यो सर, बुझ्यो। त्यसो भए आज यति गरौँ ल। हुन्छ हुन्छ। अब ओके ल, क्लास इन गरेँ मैले।